ल सुरु गरौँ है त। आज हामी एउटा एकदमै पुरानो किताब गीताको बारेमा कुरा गर्दैछौँ, तर एकदमै नयाँ तरिकाले। मतलब आजको हाम्रो लाइफमा यसको के काम छ त? कहिलेकाहीँ यस्तो फिल हुन्छ नि, म के गरिरहेछु, कुन बाटो जाने हो, आखिर मेरो लाइफको डिरेक्सन के हो? यो क्वेश्चन सायद हामी सबैको दिमागमा कुनै न कुनै बेला त पक्कै घुम्छ। सोच्नुस् न, करियरको टेन्सन, रिलेसनशिपको कन्फ्युजन, फ्युचरको चिन्ता, यति धेरै कुराहरू एकैचोटि आउँछ कि कहिलेकाहीँ त पुरै ओभरवेल्मिङ नै फिल हुन्छ। के गर्ने, कता जाने, केही थाहा नभए जस्तो। र यो एकदमै नर्मल हो। अब इन्ट्रेस्टिङ कुरा के छ भने यो फिलिङ केही नयाँ होइन है। यो कथा हो आजभन्दा 5000 वर्ष पुरानो। यहाँ अर्जुन छन् जो आफ्नो लाइफको सबैभन्दा ठूलो, सबैभन्दा गाह्रो डिसिजनको अगाडि उभिएका छन्। उनी पनि ठ्याक्कै हामी जस्तै कन्फ्युज्ड थिए, तनावमा थिए। आजको भाषामा भन्नुपर्दा अर्जुनलाई एक किसिमको मेन्टल हेल्थ क्राइसिस नै भएको थियो। सोच्नुस् त, शरीर काँपिरहेको, मुख सुकेको, मनमा यति धेरै दुःख र निराशा छ, दिमाग नै ब्ल्याङ्क, केही सोच्नै नसक्ने। अनि त्यो सिचुएसनबाट भाग्न मात्र मन लागिरहेको छ, केही गर्नै नसक्ने अवस्था। यो त आज हामीले भन्ने एन्जाइटी अट्याक जस्तै भयो नि, होइन र? अब यस्तो बेलामा उनका एकदमै ज्ञानी साथी कृष्णले उनलाई कुनै रुल बुक थमाइदिएनन्, यो गर यो नगर भनेर। त्यसो भनेनन्। बरु उहाँले एउटा कुराकानी सुरु गर्नुभयो, एउटा गहिरो अर्थपूर्ण कुराकानी। हो, त्यही कुराकानी, त्यही संवाद नै गीता हो। त्यसो भए गीतालाई हेर्ने हाम्रो नजरिया अलिकति बदलौँ है त। यो कुनै धर्मको किताब वा नियमको लिस्ट मात्र होइन। यो त कन्फ्युजन हटाएर क्ल्यारिटी ल्याउने एउटा गाइड हो। अनि यो कुनै पुरानो काम नलाग्ने कथा पनि होइन, बरु यो एउटा यस्तो मेन्टल फ्रेमवर्क हो जुन आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ। ओके, यहाँसम्म त ठिक छ, तर मनमा एउटा प्रश्न आउँछ होला। यो 5000 वर्ष पुरानो कुराकानीले हाम्रो आजको एन्जाइटी, मतलब सानो सानो कुरामा आत्तिने बानी, अनि त्यो ओभर थिङ्किङ गर्ने बानी, अनि झन् त्यो सोसल मिडियाको कम्पेरिजन कल्चर जहाँ हामी अरूसँग आफूलाई दाँच्छौँ, यी सबमा कसरी पो मद्दत गर्ला र? यसको जवाफ लुकेको छ एउटा एकदमै शक्तिशाली आइडियामा, कर्मयोग। गीताको अध्याय 2 श्लोक 47मा एउटा एकदमै गहिरो कुरा भनिएको छ। कर्ममा मात्र तिम्रो अधिकार छ, फलमा कहिल्यै छैन। सुन्दा सिम्पल लाग्ला, तर यो एउटा लाइनले वाउ धेरै कुरा भन्छ। यसलाई एकदमै सरल भाषामा भन्नुपर्दा कर्मयोग भनेको के हो भने आफ्नो ध्यान काममा लगाउने, नतिजामा होइन। मतलब आफ्नो पूरा फोकस एफर्टमा लगाउने, आउटकममा होइन। अब यसलाई हामीले एउटा प्र्याक्टिकल एन्जाइटी फ्रेमवर्क जस्तै प्रयोग गर्न सक्छौँ। ल हेर्नुहोस् है, जब एकदमै चिन्ता लाग्न थाल्छ, पहिलो स्टेप याद गर्ने कि ओहो, म त भविष्यको बारेमा पो सोचेर आत्तिरहेको छु। दोस्रो, आफैलाई सोध्ने, ओके, अहिले ठिक यही मोमेन्टमा मैले गर्न सक्ने कुरा के हो? तेस्रो, त्यही एउटा काम जे हो त्यसमा आफ्नो 100% ध्यान दिने। चौथो, नतिजा के होला भनेर सोच्न छोडिदिने, जस्ट लेट गो। अनि अन्त्यमा पाँचौं, आफूलाई सम्झाउने, यो फिलिङ सधैँ रहँदैन, यो एकछिनको लागि मात्र हो। यो भनेको गिभअप गर्नु वा प्यासिभ हुनु चाहिँ पटक्कै होइन है। यो त बरु आफ्नो कन्ट्रोलमा भएको कुरामा पावर फिर्ता लिनु हो। अनि हाम्रो कन्ट्रोलमा के छ त? हाम्रो एफर्ट, हाम्रो काम, नतिजा होइन। यो सिरिजमा हामी यस्तै आइडियाजहरूलाई अझै गहिरोसँग बुझ्ने कोसिस गर्नेछौँ। हाम्रा कुराकानीहरू 5 मिनेटभन्दा छोटा हुनेछन्, एकदमै सिम्पल नेपाली भाषामा। अनि रियल लाइफ एक्जाम्पल्सहरू हेर्नेछौँ ताकि यी आइडियाजहरू कसरी लागू गर्ने भनेर थाहा होस्। केही रट्नु पर्दैन, घोक्नु पर्दैन, जस्ट अलिकति सोच्ने अनि कुरा गर्ने। अब जाँदा जाँदै एउटा प्रश्न छोडेर जान्छु, कमेन्टमा कुरा गरौँ न। अहिले लाइफको कुन चाहिँ कुरामा सबैभन्दा धेरै अड्किएको जस्तो फिल भइरहेको छ? यो हाम्रो कुराकानीको सुरुवात मात्र हो, अर्को पटक फेरि भेटेर कुरा गरौँला।